सेप्टेम्बर 28, 1992 नेपाली समयअनुसार 12:08 पाकिस्तानको जिन्ना इन्टरनेसनल एयरपोर्ट कराँचीबाट पाकिस्तान एयरलाइन्स फ्लाइट 268 155 जना प्यासेन्जर र 12 जना क्रू सहित काठमाडौँका लागि टेक अफ गर्छ। प्लेन 49 वर्षीय क्याप्टेन इत्विकर जुन्जुवा उडाउँदै थिए। उनीसँग करिब 13,000 घण्टाको फ्लाइट हाउडा एक्सपिरियन्स थियो। यस्तै प्लेनमा 38 वर्षीय फर्स्ट अफिसर हसन अख्तर थिए। उनीसँग पनि करिब 1500 घण्टाको फ्लाइट हाउडा एक्सपिरियन्स थियो, त्यो पनि एयरबस E300 को। त्यसको केही समयपछि विमान नेपाली एयरसेसमा पुग्छ। प्लेनभित्रका प्यासेन्जर हिमाल हेर्दै आफ्नो यात्रा इन्जोय गरिरहेका थिए। त्यतिखेर त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा अहिले जस्तो रडार सिस्टम थिएन, जसले गर्दा एटीसीले प्लेनको लोकेसन थाहा पाउँदैन थियो। पाइलट आफैले प्लेनको हाइट, रनवेसम्मको डिस्टेन्स आदिको जानकारी एटीसीलाई दिइरहनु पर्थ्यो। स्मरण गर्नुहोस्, हाम्रो स्टोरीमा प्लेन 15,000 फिट माथि उडिरहेको थियो। त्यतिकैमा पाइलटले अगाडि स्ट्रम यानि कि आँधी आएको महसुस गर्छन्, बट त्यहाँनिर पाइलटले प्लेनलाई आँधीको बिचबाट लिनुको सट्टा एटीसीलाई खबर गरेर पाइलटले प्लेनलाई 10 देखि 15 मिनट राइट मोड्छन्। अहिलेसम्म सबै सामान्य छ। अब प्लेन 15,000 फिटबाट तल झर्दै 11,500 फिटको हाइटमा पुग्छ। अब प्लेन र एयरपोर्टको दूरी 16 माइल मात्र पर छ। सबै कुरा सही भए अबको 6 मिनेटमा प्लेन ल्यान्ड गर्नुपर्ने थियो। त्यसपछि एटीसीले एयरपोर्टबाट 4 माइल टाढा मात्र भएपछि पाइलटलाई कुरा गर्न भन्यो। We'll call you at 4 miles, Pakistan 268. Clear for final, runway 02. Runway 02. पाकिस्तान फ्लाइट 268 ल्यान्डका लागि रनवे 02 क्लियर गरिएको पनि एटीसीले जानकारी दियो। तपाईलाई मिसअन्डरस्ट्यान्डिङ हुन सक्छ। रनवे 02 भनेको के हो? सिम्पली त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा एउटा मात्र रनवे रहेको छ। त्यसलाई एक साइडबाट हेर्दा 20 देखिन्छ भने अर्को साइडबाट हेर्दा 02 देखिन्छ। अहिलेलाई तपाईँ यति मात्र बुझ्नुहोस्। अब हाम्रो स्टोरीमा एकदमै ठुलो ट्विस्ट आउनेवाला छ। एटीसीमा ठुलो डर सिर्जना भइसकेको थियो। 4 माइल टाढा पुगेपछि रिपोर्टिङ गर्नु भनेको प्लेनबाट कुनै रेस्पोन्स नै आउँदैन। एटीसी लगातार कन्ट्याक्ट गरिरहन्छ तर उताबाट बोल्ने कोही पनि छैन। Pakistan 268, report position. Pakistan 268, tower. Pakistan 268, this is tower. TIA Flight 268 is crashed. A Pakistan International Airlines plane with more than 100 people on board has crashed. Their escape was nothing short of a miracle from a burning airliner. त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा पाइलटसँग ल्यान्ड गर्न दुईवटा बाटो हुने गर्छ, सिमरा र रोमियो। प्लेन त्यहाँ पुगिसकेपछि रतन र गुराँस हुँदै टीआईएमा पुग्छ। हाम्रो कथामा प्लेन रोमियोबाट 22 डिग्रीको कोण लिँदै टीआईएतिर जाँदै थियो। हो, यहीबाट प्लेन क्रास हुने कथाको सुरुवात हुन्छ। सिम्पली टीआईएमा ल्यान्ड गर्न स्टेप डिसेन्ट गर्नुपर्ने हुन्छ। बुझ्ने भाषामा भन्दा सिडीबाट ओर्लिए झै ओर्लिनुपर्छ। पहिलो सिडीको खुट्किला 11,500 फिट र टीआईएबाट 14 माइल टाढाबाट सुरुवात हुन्छ भने त्यसपछि 10,500 फिटदेखि 5,120 फिटसम्म जम्मा 7वटा खुट्किलाहरू ओर्लनु पर्ने हुन्छ। फ्लाइट डाटा रेकर्डर र इन्भेस्टिगेसन टिमका अनुसार पाइलटले प्लेनलाई 1,000 फिट अगाडि उडाएका रहेछन्, यानि कि उनी पहिलो खुट्किला 11,500 फिटमा हुनुपर्ने समयमा 10,500 फिटमा थिए। यही समय उचाइ र गतिमा पाइलटले प्लेन उडाई डिटेन अर्थात् तेस्रो खुट्किलामा पुग्दा प्लेन 8,200 फिटको सट्टा 7,200 फिटमा हुने थियो। फेरि कहानीमा ट्विस्ट आयो र भयो पनि त्यस्तै। अब प्लेन क्रासको निकै नजिक यानि कि प्लेनको अगाडि 7,280 फिट अग्लो पहाड थियो। त्यसपछि के भयो त्यो हामीले भिडियोको स्टार्टिङमै थाहा पाइसक्यौँ। प्लेन दुर्घटनामा परि विभिन्न 21 देशका नागरिकको मृत्यु भयो। प्लेन कसरी दुर्घटना भयो यस क्वेसन्सको एन्सर त हामीले थाहा पायौँ, तर पाइलटको गल्ती कहाँ भयो? यसमा विभिन्न कन्स्पिरेसी थ्योरी बने र बनेका छन्। कन्स्पिरेसी थ्योरी बन्नुको कारण प्लेनको ककपिट डेटा रेकर्डरले त्यो समयमा केही रेकर्ड गर्न नसक्नु हो, बट सबैभन्दा भरपर्दो कन्स्पिरेसी थ्योरी बुढीऔँलामा जोडिन्छ। रिमेम्बर, हामीले तपाईलाई स्टेप डिसेन्टको चार्ट देखाएका थियौँ। हामीले देखाएको चार्ट भन्दा पाइलटसँग भएको चार्ट 1/3 थियो भन्दा फरक नपर्ला। चार्ट सानो थियो। प्लेनमा चार्ट राख्ने कुनै विशेष ठाउँ नै थिएन। त्यस समयमा पाइलटले चार्ट आफ्नो हातमा लिने सम्भावना बढी हुन्छ, किनभने लेफ्ट र राइट दुवैतिर हेर्दा टाउको मोड्नु पर्ने हुन्छ। इन्भेस्टिगेसन टिमले यही कन्स्पिरेसी थ्योरीलाई प्र्याक्टिकल गर्दा चार्टको स्टार्टिङ विन्डो D1 बुढीऔँलाले छुटिन्छ। अब सबै प्रश्नको उत्तर लगभग थाहा भइसकेको थियो।
त्यसको केही समयपछि इन्भेस्टिगेसन पनि सकिन्छ र एक मिस्ट्री मानिएको प्लेन क्रास सल्भ हुन्छ।